यतिखेर हेर्नुहोस् है त मैले यस्तो क्युट बेबी हिमालको काखमा भेटेको छु। यो हिमाल यो काखमा यस्तो राता गाला भन्ने एउटा गीत सुन्नुभएको थियो, त्यस्तै छ। अहिले तिम्रो नाम के? अहिले ठुल्छोले बोला। पुर्पु झापा मुला क्यान साजी कतिमा पढ्छौ तिमी? कतिमा पढ्छौ? अलि नजिक आऊ त, अलि नजिक आऊ बाबु। कतिमा पढ्छौ तिमी भन त? तल पढ्छौ? कतिमा पढ्छौ? कति कक्षा पढ्छ? कतिमा पढ्छौ भन त? कतिमा पढ्छौ भन त? यहाँ चाहिँ यतिखेर म ठ्याक्कै तातो पानीमा यहाँ नुहाउन आउँदाखेरि हामी यहाँ नुहाउन आएका थियौँ। हिजो मसँग नुहाएको अनि मलाई एकदमै भाइको हिजो बिहान भेट भएको थियो, बेलुका पनि नुहाउने बेला आइरहेको थियो। मलाई यस्तो मन जितेको, यस्तो हेर्नु न यहाँ गाला यस्तो स्वस्थ यस्तो फुर्तिलो। अनि भाइलाई म चक्लेट दिन्छु ल भनेको थिएँ हिजै बिहान, अनि मैले बेलुका आउँदा त नुहाइरहेको थिएँ, पाएको थिइनँ। अनि तिमीलाई मैले चक्लेट दिन्छु भनेको थिएँ हो, चक्लेट दिउँ कि नदिउँ त? दिने? नदियो भने के हुन्छ? दिन्छ? अलिक ठुलोले बोला नि त। चक्लेट मात्र दिने कि अरू पनि दिने? ल यो के हो थाहा छ? के चक्लेट हो? किटक्याट ठुलोले बोला। यो के हो? सिन्ताला। यो के हो? मिठाई। यो के हो? ल खाऊ ल। वास्तवमा उसले बिचरा आश गरेर म त थाहा थिएन अब भेट्छु कि भेट्दैन भन्ठानेको थिएँ। हिजो आएको आयो अङ्कलले मैले दिन्छु ल बेलुका आऊ है भनेको थिएँ। अनि खुसी भएर आएको छु। तिम्रो नाम के भन? तिम्रो नाम चाहिँ सुनिनँ मैले। फुर्पु के हो? फुर्पु के हो? तामाङ। अनि कतिमा पढ्छौ? कतिमा पढ्छौ? अनि घरमा भाइ छ कि भाइ बहिनी? भाइलाई नि देऊ ल। तिमी पनि खाऊ, भाइलाई नि देऊ ल फुर्पु। म भोलि पर्सि आज ठुलो हुनुपर्छ ल, अङ्कललाई भेट्नुपर्छ ल। अनि मेरो छोरासँग मित लाउनुपर्छ ल। मेरो छोरो छ, तिम्रो र मेरो छोराको मित लगाइदिन्छु ल। मिल्यो भने ल, मिलेन भने चाहिँ लाउँदिनँ, मिल्यो भने लाउने। फुर्पु मेरो पनि सानो बेबी छ क्या। खोइ त अलिक जार लाएर भनेर त्यहाँ हेलो गरिदेऊ नि त। हेलो गरिदेऊ। कति क्युट छ यार बाबु। त्यहीँबाट फोटो हान्न मिल्छ हानिदेऊ त, त्यहीँबाट यतापट्टि साइडबाट हान्न मिल्छ थाहा छ बाबु? म तिमीलाई लिएर जाउँ? मलाई तिमी एकदम मन पऱ्यो, लिएर जाउँ कि नजाउँ? मम्मीलाई भन्छु, बाबालाई सोध्छु। खै मम्मी बाबा कता हुनुहुन्छ?